नमस्कार। आजको यस कार्यक्रममा सभापति मा बस्नु भएको हैकम घिसिङ र प्रमुख अतिथि मञ्चमा आसीन सबै महानुभाव र यहाँ उपस्थित सबै दाजुभाइ तथा दिदीबहिनीमा मेरो न्यानो अभिवादन प्रकट गर्छु। र आज खासमा वर्ल्ड इन्भाइरोमेन्ट डे त हिजो थियो, तर आज म सबैमा इन्भाइरोमेन्ट डेको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। वातावरणमा हाम्रो जल जङ्गल जमिन मात्र नभइकन भनौँ न हाम्रो यसमा भएको स्रोत साधन प्राकृतिक स्रोत र जीवजन्तु हाम्रो जैविक विविधता पनि पर्दछ र यो गर्वको कुरा हो कि हाम्रो देश नेपाल प्राकृतिक स्रोतले धेरै भरिपूर्ण देश हो, धनी देश हो र त्यो भएको भएर चाहिँ अब आजकल हामी देखिरहेको छौँ हिजो आज हाम्रो वातावरणीय च्यालेन्जेसहरू प्रकोपहरू धेरै आइरहेको छ र त्यो प्रकोपहरूलाई हामीले डिल गर्नलाई चाहिँ हामीले आफ्नै कसै एकैचोटि हुँदैन, इन्डिभिजुअल एफर्ट लाग्नुपर्छ जस्तो लाग्छ मलाई। हामी यो वातावरण चुनौतीहरूलाई दाज्नको लागि हामीले आफैले नै केही गर्नुपर्छ जस्तो लाग्छ। त्यसको लागि चाहिँ हामी वातावरण मैत्री उत्पादनहरूलाई युज गरेर हुन्छ कि हैन, हामीले आफ्नो भनौँ न 3R प्रिन्सिपल भन्छ, रिसाइकल, रियुज र रिड्युस, त्यसलाई मध्यनजर गरेर हाम्रो आफ्नो दैनिक जुन ट्रेडिसनल लिभिङ स्टाइल छ त्यसलाई इम्प्रुभ गर्नुपर्छ भन्ने जस्तो लाग्छ मलाई। परिवर्तन भनेको बिस्तारै हुन्छ, एकैचोटि हुँदैन। त्यो भएको भएर चाहिँ हामी सबैजना मिलेर अगाडि बढ्नुपर्छ, हातेमालो गरेर हाम्रो वातावरणलाई संरक्षण गर्नुपर्छ। र म यहाँ देखिरहेको छु बहिनीहरूलाई एकदम इन्थुजियाजम एनर्जीहरू लाएर हेरिराख्नु भएको छ। सो प्लिज डु कन्जर्भ आवर इन्भाइरोमेन्ट, बिकज जबसम्म हाम्रो जमिन र पानी शुद्ध हुँदैन हाम्रो अस्तित्व पनि हुँदैन। त्यो भएको भएर चाहिँ हामीले चाहिँ केही गर्नुपर्छ इन्भाइरोमेन्टको लागि। र त्यसको लागि चाहिँ अहिलेदेखि नै भनौँ न यु निड टु थिङ्क, बिकज अहिले भनेको टाइम युथहरूको हो, युथले नै केही गर्नुपर्छ। र यसपालिको चाहिँ इन्भाइरोमेन्ट डेको थिम भनेको हाम्रो गो वाइल्ड फर लाइफ हो र त्यसरी नै भनौँ न हाम्रो अहिले नेपालले जिरो पोचिङ इयर मनाइरहेको छ। विगत 2 वर्षदेखि जिरो राइनो पोचिङ भएको हो। त्यसरी नै भविष्यमा पनि हाम्रो नेपालले जिरो पोचिङ इयर मनाउँदै रहोस्। र अन्त्यमा मलाई यो कार्यक्रममा बोलाउनु हुने आयोजक मित्रहरूलाई धन्यवाद दिँदै सबैमा बिदा माग्न चाहन्छु। धन्यवाद।